क्यारामल पुडिङ केकको अपार सफलतापछि चाहिँ मैले आज ट्राई गर्न लागेको छु बनाना ब्रेड। अहिले एकदमै ट्रेन्डिङमा रहेछ नि त, अनि ट्रेन्डिङमा भएको चिज त फेरि ट्राई गर्न मन लागिहाल्छ नि त। त्यही भएर आज मैले ट्राई गर्न लागेँ। चाहिँ मैले लिएको थिएँ 3टा केरालाई चाहिँ एउटा भाँडोमा राखेर राम्रोसँग म्यास गरिसकेपछि यसमा चाहिँ माथिबाट एड गरिदिने 2टा अन्डा, त्यसपछि यसलाई राम्रोसँग मिक्स गरेर चाहिँ माथिबाट भेनिला एसेन्स हामीले एड गर्न सक्छौँ होइन। मैले पुडिङ केक बनाएको भिडियोमा चाहिँ यति धेरै सजेस्ट गर्नुभएको थियो नि भेनिला एसेन्स हाल्नु, अन्डाको चाहिँ गन्ध आउँदैन भनेर होइन। त्यही भएर मैले चाहिँ एड गरेँ, लेट्स सी कस्तो हुन्छ होइन। त्यसपछि मैले राखिदिएको थिएँ अलिकति चिनी, मैदा, बेकिङ सोडा र बेकिङ पाउडरलाई राखिसकेपछि चाहिँ यसलाई पनि राम्रोसँग मिक्स गरिदिने होइन। मैले चाहिँ माथिबाट एड गरिदिएँ अलिकति सनफ्लावर ओइल, तेललाई चाहिँ राखिसकेपछि चाहिँ दालचिनीको धुलोलाई पनि एड गरिदिए फ्लेभर राम्रो आउँदो रहेछ होइन यसले चाहिँ। त्यसलाई पनि राखेर राम्रोसँग मिक्स गरेपछि चाहिँ रेडी। भाँडामा चाहिँ तेल दलेर त्यो हामीले बनाएको मिक्सचरलाई चाहिँ त्यसमा राख्न सक्छौँ होइन। त्यो चाहिँ यो ड्राई फ्रुट्स हजुरहरूलाई मनपर्छ भने हाल्नु, नत्र भए नहाल्नु होइन। अनि यसलाई चाहिँ एउटा भाँडामा हालेर मैले बेक गर्नको लागि छोड्दै थिएँ। यो चाहिँ रेडी भयो होइन फाइनल्ली। बनाउन नि सजिलो, खाँदा पनि मिठो हुँदो रहेछ होइन। ट्राई गर्नु होला है, बनाएर चाहिँ रिग्रेट हुँदैन, मिठो हुन्छ।